यस्तो हेर्नु त सिधा यतातिर हेर्नु केसले चोट लाग्यो अघि नै लाएर त्यो यहाँ जाँच गर्दाखेरि कस्तो देख्नु भएको थियो हो त्यस्तै देख्नुहुन्छ हजुरले यो बनाएपछि आँखा सुक्खा छ हजुरको है ल बाई गरिदिनु बुवा हजुर नि बाई गरिदिनु ल औषधि लिएर जाने है त हेलो मायालुज दर्शन नमस्ते वेलकम ब्याक टु माई अगेन न्यू ब्लग म चाहिँ एकदमै सन्चै छु र हजुर पनि एकदमै सन्चै हुनुहुन्छ भन्ने आशाका साथमा म फेरि आजको न्यू डे ब्लग चाहिँ स्टार्ट गर्न गइरहेकी छु अहिले चाहिँ म रेडी भइसकेँ अब माथि जान छ अब 4 मिनट छ होला म चाहिँ भित्र आइसकेँ अब चाहिँ ड्युटी सुरु भइसक्यो भनौँ मेरो चाहिँ अनि अब हेर्दै जाऊँ के हुन्छ हजुरहरूले हेर्दै गर्नु होला अनि पछि अब आजको दिन मसँग के हुन्छ होइन के गर्छु त मैले कस्तो बिरामीहरू हेर्छु त मैले हजुरहरूलाई सबै हालिदिने नै छु हेर्नु होला के हुन्छ तिमीलाई भन त के हुन्छ हेर खाँदा चिउरी राख त यहाँ अलिक नजिकै हो यस्तो अलिक यस्तो गरेर है बच्चाहरूकोमा कस्तो बस्नै गाह्रो हुन्छ परेपछि रातो भएको थियो पछि लास्टमा कार्बोक्सी हालिदिएको अलिक ठुलो गर आँखा नर्मलै छ त्यस्तो निकाल भयो भिजन चाहिँ नर्मल छ नानीको त्यही कार्बोक्सी नै हालिदिने गर्नु है यहाँ सामी बाई भन्थ्यो त्यहाँ भोलि म तिमीलाई देखाउँछु नि भिडियोमा देखिन्छ म सँगै देखाउँछु तिमीलाई बाई रानी भन थ्याङ्क यू कहाँ चौरजाली देखाउनु भएको थियो हल्का कमजोर रहेछ नानीको आँखा चाहिँ के हुन्छ उल्टी आउने पनि हुन्छ टाउको दुख्ने उल्टी आउने कतिमा पढ्छौ नि यतातिर आउनु खै चस्मा र चस्मा त अनि कस्तो फोहोर भएछ त अनि सफा गरिदिनु चस्मा सिसामा हेर्नु अगाडि सिसा देखेछ है कतिसम्म देखेछ पढ्दै जाने है यो आमसँग हेर्ने है बाहिर बस्नु है हजुरहरू त्यहाँ बस्ने ठाउँ छ त्यहाँ बस्नु यहाँभित्र जसको जाँच भइराखेको छ उहाँको चाहिँ एकजना मात्रै बस्नु अरू चाहिँ बाहिर बस्नु है राम्रो फेरि हेर्ने हेर्न त यत्तिकै पनि हेर्छौ तिमीले राम्रो चाहिँ तर अलि राम्रो चाहिँ यो लाउँदा हुन्छ कि निकाल्दा हुन्छ लाउँदा राम्रो टाउको एकदमै दुख्छ कि कहिलेकाहीँ मात्रै दुख्ने ल यता बस्छ तल राखिदिनु है अरू त सबै नर्मल छ सानो पावर लगाइराख्नु रहेछ नानीले टाउको एकदमै दुख्छ भने त्यही पावर नै लगाइराख्नु है माथि हेर्नु माथि हेर्ने माथि
20 नम्बरमा त खाली छ 20 नम्बरमा त्यहीँ बस्नु त्यहीँ बस्नु अहिले बाहिर जानुभयो होला एकछिन त्यहीँ बस्नु बाहिर बस्दै गर्नु है यो दाहिने आँखा चाहिँ अलिकति कम रहेछ देब्रे चाहिँ ठिकै छ दाहिने चाहिँ अलिक कम रहेछ औषधि दिन्छु त्यो हरियो औषधि हालिराख्नु है दिनको 4 पटक एक थोकायो त ओहो आज त चस्मा बन्दैन त हजुर आज त एकदमै गाह्रो एकदमै भनेको यो त इम्पोसिबल आज चस्मा बन्नु भनेको त चस्मा बनाउनु कति लाग्छ कति टाइम टाइम त खासै धेरै लाग्दैन अब बिरामी हेर्नु कि चस्मा बनाउनु चस्मा बनाउँदाखेरि फोहोरहरू हुन्छ खुट्टाहरू फेरि शरीर फोहोर हुन्छ त्यसबाट टाइम निकाल्नु पऱ्यो त के भनेपछि आजै बन्द गर्ने भनेपछि 5:30 बजीतिर आउनु अहिले सानो तिमी सानो त देख्दै त्यो नै तिमी देख्दै देख्नु भएन नै तिमी त्यही देख्नु हुँदालाई त देख्नु ऊ त्यो देखि त सबैले देखिन्छ नि मुख कता छ त्यो देखिन्छ त्यो यो त रहेछ यहाँदेखि हेर्नु है अब अहिले लाउँदा कस्तो छ यो कता हो यो त्यो हो यता यो त्यो हो उमा छ कि यो त्यो हो यता यो त्यो हो यता यो त्यो हो उमा यो तिमी देखेपछि यहाँसम्म सफा देखियो है यो यो नलाउँदा भन्दा लाउँदा राम्रो होइन लाउँदैन हजुरलाई कस्तो लाग्यो यो लाउँदा देखियो कि नलाउँदा लाउँदा देखियो है अनि चस्मा लाग्दो रहेछ त अनि पहिला चस्मा कस्तो लैजानु भयो थियो पहिला चस्मा पावरवाला नै थियो नम्बरवाला नै थियो नम्बर हो कि पावर नै ल्याउनु भएको छ चस्मा ल्याएको छैन यो कता हो त त्यो उँधो छ यो त्यो यता छ यो कहाँ होला आज काम त्यो यता छ यो त्यो यता छ यो यो त देखेन है यो त्यो त्यससँग गाले अघि नै देखिहाले भनौँ कि नत्र त देखिहाले देखेर भन्नु पऱ्यो नि त होइन देखिया त त्यो माथि रात तिनवटा ल, यो देखियो अहिले कस्तो छ अहिले पनि उस्तो त्यस्तो उस्तै नै हो त्यो चस्मा यो राम्रो कि यो राम्रो भन्नु त नै यो जुन हुँदैन यो जनाउँदैन यो भन्दा राम्रो यो हो हो योले देख्यो अँ? यसले तिनी माथिका तिनवटा र तन्ने राजा यो राम्रो कि यो राम्रो यो अलि अलि बढी देख्यो यो अलि बढी देखियो अघि न एकपल्ट यो कता भन्नु त त्यो यता यो तिन त कता पनि बन्द नै देखेको नदेखाएर काम त देख्यो भन्यो नि यसमा सानो प्वाल छ त्यो प्वाल देखेँ हेर्नु त प्वाल भेट्नुको देखेँ यो कता भन्नु त यता यो उँधो छ कि यो त्यो त देखेन है छैन आमा यो हजुरको चाहिँ जुन आँखाको भर्खरै अपरेसन भएको त्योदेखि चाहिँ सुधार छ देब्रे आँखादेखि चाहिँ सुधार छैन है त यसले गर्दाखेरि यो अर्को आँखा यसले भन्दा यसले देख्नु दाहिने आँखाले चाहिँ चस्मा लगाएपछि झन् देख्छ होइन देख्छ यो चाहिँ मोतीबिन्दु पनि रहेछ हजुरको के गर्नुहुन्छ चस्मा लिने कि नलिने चस्मा चाहिँ लाएकै राम्रो आमा एकचोटि मोतीबिन्दुको अपरेसन भइसकेको होइन अब निकाल्ने चिज त्यहाँदेखि निकालेर फ्याँकिसक्नुभयो हाल्ने चिज हालिसक्नुभयो डक्टरले होइन अब केही भएपछि के गर्ने त्यो अब चस्मा लगाइरहेपछि केही हुँदैन चस्मा लगाएपछि चाहिँ हजुरको आँखामा धुलो धुवाहरू पनि पर्दैन एउटा चाहिँ सेफ्टी पनि भयो होइन सुरक्षित भयो आँखा चाहिँ हो कि होइन अनि देख्ने पनि अझ राम्रो देख्नुभयो हजुरले चस्मा नलाएपछि धमिलो 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 हुँदै जान्छ यो हेर्नु आफ्नो हुन त केही भएको छैन त्यस्तो चाहिँ केही भएको छैन के अलिअलि के जस्तो भनिदिन्छ कि चस्मा त घरै छ के त्यो चस्मा ठिकै छ लगाउनु अर्कोचोटि आउने बेलामा त्यो चस्मा पनि लिएर आउनु होला त्यो चस्मा जाँच गर्छु म है त्यो चस्मा हराएको छु भेट्यो भनेपछि ल अस्ति यो पारेर त चौर गएको थिएँ आउने बेला घाम गएर पैसा आएर यस्तो कुर्सीमुटी बाखा ल्याएको थिएँ बिर्सिबा ल्याउने गएको छु त्यो सिम बजार भेट्छ त भन्छ दुईचोटि नै त्यो होइन कि आफ्नै मान्छे गर त्यहीँ छ कि कहिले कोले आफ्नो त्यो भएपछि ल्याइन जजाउने हुन्छ यहाँ म चाहन्छु बुवाको चाहिँ एकदमै प्रेसर हाई भएको बुवा हुनुहुन्छ होइन हजुरको प्रेसर एकदम हाई छ होइन एकदमै प्रेसर हाई औषधि केही हाल्नु पर्दैन औषधि दिन्छु म औषधि भन्दा पनि औषधिले चाहिँ हजुरको नपोलोस् नबिजाओस् नचिलाओस् होइन त्यस्तोलाई बन्द गर्नको लागि मात्रै हो औषधि देख्नको लागि त चस्मै लाउनु पर्यो नि त होइन ठिकै छ
यो चाहिँ औषधि लिएर जानु, अर्कोचोटि फेरि के भएर आउँदाखेरि चाहिँ चस्मा भेटिनु भयो भने चस्मा लिएर आउनु। तर चाहिँ यो पनि ल्याउने यो पर्ची लिएको राम्रो नि आमा होइन। हामीले क्या पो त हो ल्याउनु भन्ने त। अब हजुरले ल्याए पनि नल्याए पनि मैले जाँचै गर्नुपर्छ सुरुदेखि होइन। यो चाहिँ पहिला यस्तो यस्तो रहेछ भनेर मलाई चाहिँ एउटा त्यो प्लस भयो मात्रै होइन, मलाई चाहिँ थाहा हुन्छ क्या। त्यो अहिले बारी मान्छे भए त्यो चस्मा लिएर आउने हुन्छ कि हुन्न? हुन्छ मजाले हुन्छ, लिएर आउनु होला, म जाँच अहिले गरिदिन्छु। पारेको समुद्री भएपछि कहिले हुँदैछ कि मलाई सबै होइन कि मान्छे कोही नरहने कोठा जस्तो कहिले हरेको आज कति दिन 4-5 दिन भयो। अब 4-5 दिनमा यस्तो त्यस्तै मान्छे आफ्नो दिन भयो। आफ्नै मान्छे बुवाले आफ्नो दिन भन्नुहुन्छ, हजुरले 4-5 दिन भन्नुहुन्छ, के हो यस्तो? नै भयो। त्यो त ल ठिकै छ, चस्मा भेटेपछि ल्याउनु होला है। हुन्छ हुन्छ भेट्यो चाहिँ अहिले ल्याइन आइन्छौँ। ल बाई गरिदिनु बुवा, हजुर नि बाई गरिदिनु। ल औषधि लिएर जानु है त। देख्नुभयो त्यो सानो चन्द्रमा जस्तो कटेको छ तल होइन। अब ठ्याक्कै हजुरको यो आँखाको गेडा त्यहाँ तल पुग्नु पऱ्यो है। हल्का पनि तल माथि भयो भनेपछि तल माथि देखिन्छ, राम्रोसँग देखिँदैन। हिँड्ने बेला हजुरले हिँड्ने बेलामा पनि लाउन सक्नुहुन्छ, तर चाहिँ पहिलोचोटि लाउनु भएको छ भने चाहिँ हिँड्ने बेला चाहिँ नलाउनु होला। पछि घरमा बस्दाखेरि बानी बसेपछि घरमा बस्दाखेरि चाहिँ हजुरले जस्तै दिनको 1 घन्टा 2 घन्टा गरेर लगाउनु। अनि हिँड्दाखेरि पनि लाउँदा झनै राम्रो, सेफ्टी पनि भयो होइन। घाम धुलो धुवाहरू पनि परेन, सुरक्षित भयो। यहाँ माथिदेखि हिँड्ने बेलामा चाहिँ यहाँ माथिदेखि हेर्ने होइन। नजिकैको सानो मसिनो काम गर्ने बेलामा चाहिँ यहाँदेखि हेर्ने। तर सुरुमा चाहिँ हजुरले पहिलोचोटि चस्मा लाउनु भएको छ भनेपछि पहिलोचोटि चाहिँ हजुरले घरमै बस्दाखेरि 1 घन्टा 2 घन्टा लाएर बानी बसाल्ने, बल्ल हिँड्दाखेरि पनि लाउने है, नत्र गाह्रो एकदमै गाह्रो हुन्छ। त्यो अहिले पोल्छ अनि अहिले पछि यो जाँच गर्ने बेलामा पोल्दैन। रुको जरा सबर करो। बन्द गर्नु आफ्नो सहित परिलक्षित ल्याइदियो भने होइन आफू लगाएको त दाम्रो चस्मालाई ल्याइदिनु भने त्यति चस्मा हस्पिटल त आँसुतिर बिमा छ गइकन ल्याउनु पर्दैन भन्थे। टाइम कति भयो हेर्नु त, टाइम कति भयो हेरिदिनु त। टाइम ठ्याक्कै रोक्नु हजुर। औषधि लैजानु, दिनको 4 पटक एक थोपा हाल्नु होला। केसले चोट लाग्यो? कहिले? अस्ति। अनि किन भर्खर आउनुभएको त? हजुर एक्लै आउनु भएको? के हुन्छ आँखामा, के हुन्छ त्यो चोट लागेर भन्नु त? यो आँखा दुख्छ, भित्र यहाँ दुख्छ, यहाँ टाउको निकाल्छ क्या। फेरि तपाईँले चेक गराउनु भएन त्यहाँ? कहीँ चेक गराउनु भएन? कहीँ चेक गराएको छैन, त्यो तलमा यहाँ पठायो नि। आँखामा त आँखा जाँच गर्ने, तर त्यो चोट लागेपछि यहाँ टाउकोमा चोट लाग्यो भन्नुभयो। टाउकोमा चोट लाग्दाखेरि कतै देखाउनु भएन? यी निलो पनि भयो रहेछ त्यति बेलामा, अहिले चाहिँ अलिअलि म सिसा हेर्नु अगाडि सिसा देख्नु भएको छ? यो देख्नु भएको छ? यो माथिको अक्षर, यसको मुख कतातिर काटेछ भन्नु त? त्यो गोलो छ हो, त्यो गोलोको मुख कतातिर फर्केछ? तल फर्केछ कि यता फर्केछ कि यता? यो कता फर्केछ? हो यो अलि राम्रोसँग हात चलाउनु है। यो अलि माथि मैले देख्नु पर्यो त हजुर। यो कता? उहाँ सिसामा हेर्नु के, यसको मुख कता? यो अलिक माथि गर्नु कि हात मैले देख्नु पर्यो त त्यहाँ भुइँमा। यो हो, यो यो त्यो आँखाले है कता हुन्छ? टाउको सिधा गर्ने है।
भित्र केही छैन त्यस्तो एकदमै दुख्छ भनेपछि समाउन सक्नु हुँदैन भने चाहिँ म औषधि लेखिदिन्छु होइन दुखाइ कम गर्नेको भित्र चाहिँ त्यस्तो केही समस्या छैन एउटा चाहिँ ड्रप पनि लेखिदिन्छु झोल औषधि पनि लेखिदिन्छु आँखामा हाल्नको लागि अनि यो निलो हजुरको हटाउनको लागि चाहिँ हजुरले चिसो पानीले है सबभन्दा राम्रो बरफ छ भनेपछि बरफ पानीले हुन्छ नत्र चाहिँ अहिले त पानी पनि चिसो छ होइन खोला नालाको पानी चिसो पनि हुन्छ होइन सबभन्दा राम्रो चिसो पानीले चाहिँ सेक्ने है अब हजुरले बोतलमा सेक्नुहुन्छ बोतल लिएर सेक्नुहुन्छ कि होइन बोतलहरू छैन भनेपछि एउटा भाँडामा चिसो पानी लिने सुतीको अब के हुन्छ हजुरसँग रुमाल हुन्छ कि कपडा हुन्छ कि होइन त्यो भिजाएर मजाले जसरी हामी मलमपट्टि गर्छौँ नि मलमपट्टि गर्छौँ बिरामी भएपछि होइन त्यसरी नै आँखालाई पनि मलमपट्टि गर्ने है चिसो पानीले गर्दा सेक्ने औषधि दिन्छ औषधि हाम्रो है त्यस्तो चोट लागेपछि त टाउकोमा के खसेको अरे ढुङ्गा र औषधि एउटा खाने औषधि पनि दिन्छु यहाँ दिइसक्नु भयो रहेछ त्यही औषधि खानु है त्यही औषधि खानु सन्चो भइहाल्छ कसले बुढाले अघि नै लाएर त्यो यहाँ जाँच गर्दाखेरि कस्तो देख्नु भएको थियो हो त्यस्तै देख्नुहुन्छ हजुरले यो बनाएपछि फेरि नै अहिले त्यो टालीले जोउने परेदेखि चाहिँ उयो हुने त्यही अघि नै हजुरलाई जति नम्बर लाएर देख्नु भएको थियो अब त्यही हाल्ने यसमा म चाहिँ नास्ता खाना गएको थिएन ऊ त्यहाँ छ त्यो लुकेको छ गयो लुकेको छ त्यो चाहिँ मलाई चटपटी ल्याइदिएको छ मैले दिदीलाई ल्याइदिन्छु भनेर भनेको थिएँ त्यो चाहिँ यहाँ छ है गाइस ओ गाइस देख्यो त्यो लाज मानेर चाहिँ 1 नम्बरको फटा छ है तर लाज मानेको नक्कल पारेर छ चटपटे गई चटपटे मलाई यो खाएर एकैचोटि भेट्छु हजुरलाई है अब 5 बज्न लाग्यो 5 बज्न पनि अब छैन कति भनेपछि 5 बज्नको लागि 20 मिनट छ र मेरो रुम पनि सफा गरिदिइसक्नुभयो यहाँको अब म तल जान्छु एकछिन तल जानु पऱ्यो आज म दिनभरि रुममै छु नास्ता खाना नि गर्दैन ल्याएर पठाएको छु कि अनि त्यही खाएँ खुट्टा निदायो तल जान्छु अनि पछि म तल नै आफ्नो भिडियोलाई एन्डिङ गर्छु ल उहाँ चाहिँ हामीहरूको हस्पिटलको दाइ हाई भन्छु पहिला उहाँ चाहिँ मेरो दिजु हिसिन्छ अब चाहिँ हामी यहाँनिर अहिले कति बज्यो 5 बजिसक्यो नि अब चाहिँ हस्पिटल नि बन्द भयो म आफ्नो भिडियोको पनि यहीँ एन्डिङ गर्छु गाइज स्टे ट्युन माया गरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यहाँ देखाएर मेरो यहीँभित्र काम गर्छिन्छ त्यसैले यहाँ देखाउने